धेरैजना साथीहरूको गुनासो थियो। आम नेपालीहरूको स्थानीय निकायको विभिन्न ठाउँका व्यक्तिहरूको गुनासो छ कि गाँजाको अल्लोको धागो काट्ने मेसिन कत्रो हुन्छ, कसरी राख्ने, हामीले पुरै प्लान्ट राख्ने थियौँ र कति लाग्छ होला भनेर विभिन्न किसिमका प्रश्नहरू गर्नुहुन्छ। आज मैले एउटा भिडियो बनाएको छु। गाँजाको अल्लोको धागो काट्न त्यति सजिलो मात्रामा छैन। यो मेसिनमा राख्नुभन्दा पनि पहिला त्यो गाँजा र अल्लोको रेसाको जुन उल जस्तो छ एकदम राम्रो किसिमको रेसा बनाएर ल्याउनु पर्ने हुन्छ, अनि मात्र यो मेसिनमा राखेर यसबाट धागो बन्दछ। यो लामो र ठुलो लगानीको प्रोसेस पनि हो। त्यसैले अहिले नेपालमा यो प्रोसेस लागू भइसकेको छ र योबाट धागो मनग्य रूपमा बनिराखेको अवस्था छ। हामीले अहिले नेपालमा उत्पादन भइरहेको जुन धागो छ यो अति गुणस्तरीय र 100% पनि बन्न सक्ने स्थिति भइरहेछ। हामीले यो त अब सोडी प्लान्ट भन्छ यसलाई, यो एक किसिमको कार्डिङ प्लान्ट पनि भनेर भन्दछन्। यी मेसिनहरू प्रशस्त रहेका छन् जुन नेपालमा। यो मेसिनले धागो मोटो काट्दछ र जुन गलैँचाको लागि हुनसक्छ, कोटको लागि आदिको लागि, झोलाको लागि, विभिन्न किसिमको लागि यो मेसिनबाट उत्पादन हुने धागोबाट बन्न जान्छ र यो मेसिनबाट स्लाइबर पनि बन्छ। आफूले मनमा लागेको जति मसिनो धागो काट्नको लागि यसबाट स्लाइबर लिएर जाने र कत्ताले, चर्काले इत्यादिले बाटेर तपाईले पनि आफूले पनि धागो उत्पादन गर्न सक्नुहुन्छ। तर स्लाइबर बनाउँदाखेरि राम्रो किसिमको रेसा ल्याएर यो मेसिनमा यहाँ अगाडि देखिराख्नु भएको छ यस्तो किसिमको सानो सानो गुत्था जस्तो हुन्छ, एक एक धागा हुन्छ, त्यो सर्लक्क आउँछ, अल्झिदैन, त्यस्तो प्रकारको बनाउनु पर्ने हुन्छ। त्यो यो मेसिनले बनाइदिन्छ र पछि तपाईले गएर चर्कामा कत्तामा धागो काट्ने हो घर घरमा, त्यो पनि हुन्छ है। अब हामीले विभिन्न विकल्प बारे गर्यौं। अब यो लामो प्राकृतिक रेसा हो जुन चाहिँ काट्न सजिलो छैन र यो मेसिन एउटैले पनि हुँदैन, यसकोमा जोडा हुन्छ। पहिला टिचर हुन्छ, टिचर गरिसकेपछि अनि त्यसपछि यसमा कार्डिङ हुन्छ र कार्डिङ भइसकेपछि यसपछि स्पिन्डलमा बाटिन्छ। एकजना व्यक्तिले 60 वटा स्पिन्डलसम्म चलाउन सक्दो रहेछ भने यहाँ चाहिँ 600, 700, 800, 1500 स्पिन्डलका मेसिन हुन्छन्। जुन हामीले यहाँ देखाइरहेको छौँ यो 1500 स्पिन्डलको हो। यो गुत्था नै यस्तो प्रकारको गुत्थाबाट हामीले विभिन्न प्रकारको धागो बनाउनु पर्ने हुन्छ। हाम्रो उत्पादन राम्रो उत्पादन, नेपाली उत्पादनलाई प्रयोग गरौँ, नेपाली उत्पादनमा डिपेन्ड हौँ, हामी आत्मनिर्भर बनौँ। मैले फलो, लाइक, कमेन्टको आशा गरेको छु। हजुरहरूले फलो, लाइक, कमेन्ट गरी मलाई चाहिँ सहयोग गरिदिनु होला भन्ने ठुलो आशा गरेको छु।